7:30 बजे फु गाउँमा यता यहाँ होटल एकमा बसिरहेको छु। अहिलेसम्म चाहिँ नास्ता पाक्दैछ, चाउचाउको सुप पाक्दैछ। अनि याकहरू पछाडि देखिरहेको होला होइन। अनि यता पुरानो चाहिँ फु गाउँ यता छ, त्यो पनि हामी भिजिट गर्छौँ। पहिला चाहिँ हिमलुङ बेस क्याम्प जान्छौँ, त्यसपछि त्यहाँबाट फर्केर चाहिँ उता पुरानो फु गाउँ भिजिट गर्छौँ। होटलहरू चाहिँ यता बसेको थियो, पारी गएन, पुल पारी गएन, यस्तो छ। आज चाहिँ मौसम अलिक क्लियर छ है, हिमालहरू देखिरहेछ, उतातिर देखिरहेछ। कता भनौँ एक्ज्याक्टली उतातिर हल्का हल्का त वाइट वाइट देखेछ। ओके 8:30 भयो। अब चाहिँ लागौँ हिमलुङ बेस क्याम्पतिर। अनि कपडा सपडा सबै निकालेर चाहिँ यहाँ अलिकति चाहिन्छ जति सामान हालेर चाहिँ हिँडेको छु। अब पानी सानी, ग्लोभ्स, पावर ब्याङ्क। अब चाहिँ हिमलुङ यताबाट रहेछ, पारी फु गाउँ पऱ्यो। मौसम हिजोभन्दा त क्लियर छ। लेट्स गो। ग्लोभ्स लगाएर झाडो थाल्यो। बाटो यही छ, जानु पऱ्यो। फेरि यिनीहरूलाई डिस्टर्ब हुने होला। ल एउटासँग फेरि सिङ पनि छ, फेरि हान्यो भने गाह्रो। के गरौँ यहाँ, जाउँ किन, कन्फ्युज भएँ म। सिङलाई हान्यो भने फेरि हावा निस्किन्छ। यसो टाढो गएँ, किन डिस्टर्ब नगरिकन गएँ यार। बाटो यही हो तर डिस्टर्ब नगरिकन गएँ। हिमलुङ बेस क्याम्प त आइयो यही, तर चाहिँ हिमाल चाहिँ पुरै हिउँ पनि परिरहेको छ, प्लस बादल लागेको छ। हिजो चाहिँ देखिया रहेछ, आज चाहिँ लक राम्रो रहेछ। ठिक छ, अब बेस क्याम्पसम्म आइयो। अब फर्किनुपर्छ। अब 2-3 मिनट यसो रेस्ट हानौँ, त्यसपछि झर्नुपर्छ फुमा। यसरी हो हिमलुङ बेस क्याम्प। हिमलुङ बेस क्याम्प आएको, हिमाल चाहिँ केही पनि देखिँदैन। अब यही एउटा भिडियो खिच्ने अनि भाग्नुपर्छ। यही हो हिमलुङ बेस क्याम्प, 4900 मिटर फु भ्यालीमा। आज चाहिँ लक राम्रो नभएर चाहिँ देखेन, हिजो चाहिँ देखाएको थियो अरे। ठिक छ, अब अर्कोचोटि देखेला।